नमस्ते साथीहरू। आज चाहिँ मैले यो अहिले आँपको सिजन चलिरहेछ होइन। अनि यो चाहिँ मैले तपाईँहरूको लागि चाहिँ नयाँ तरिकाले आँपको अचारको कसरी बनाउन सकिन्छ भन्ने चाहिँ यो रेसिपी लिएर आएको छु। यसको लागि चाहिँ साथीहरू धेरै केही पनि गर्नु पर्दैन होइन। आँपलाई सुकाउनु पनि पर्दैन, केही पनि गर्नु पर्दैन। एकदम सिम्पल तरिकाले थोरै मसलाहरू युज गरेर चाहिँ मैले बनाएको छु। कृपया भिडियो हेरेर प्रतिक्रिया दिन चाहिँ नबिर्सिनुहोस् होला है त। यसको लागि साथीहरू मैले आँपलाई चाहिँ मसिनो गरी काटिदिएको छु होइन। र यसै गरी एउटा प्यान बसाएर यसमा चाहिँ जिरा, धनिया र त्यस पछाडि तोरी र खोर्सानी राखिदिएको छु साथीहरू होइन, सुकेको खोर्सानी। यसलाई चाहिँ निकै मजाले खर्याउनु पर्ने हुन्छ, हल्का ब्राउन ब्राउन हुने गरीसम्म खर्याउनु होला साथीहरू। र यसरी खर्याइसकेपछि चाहिँ यसलाई चाहिँ ग्राइन्ड गर्नुपर्ने हुन्छ, मसिनो गरी पिस्नुपर्ने हुन्छ मिक्सीमा राखेर। साथीहरू अहिलेसम्म पनि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला र लाइक, सेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोस् होला है त साथीहरू। र यदि सब्सक्राइब गर्नुभएको छ भने बेल आइकन दबाउन पनि नबिर्सिनुहोस् होला है त। र अहिले सिजन छ साथीहरू आँपको होइन। तपाईँहरू पनि यसरी छिटो मिठो अचार बनाएर खान सक्नुहुन्छ। र मैले यहाँ यो तेलको लागि एउटा सानो भाँडो बसाइदिएको छु साथीहरू र करिब 100 ml जति तेल राखिदिएको छु। र अघि मैले जुन मसलाहरू रेडी गरेको थिएँ त्यसलाई चाहिँ मैले मिक्सीमा हालेर हेर्नुहोस् त यो मसिनो हुने गरी पिसिदिएको छु। र यो तेल तातिसकेको छ साथीहरू। र तातेको तेलमा मैले चाहिँ करिब 1.5 चम्चा जति मेथी राखेर चाहिँ यसलाई फुराइदिएको छु। र मेथीलाई चाहिँ कालो हुन्जेलसम्म यसलाई बनाउनु होला, हल्का कलर चेन्ज भइसकेपछि। र यसलाई चाहिँ केही समयसम्म चाहिँ यसलाई सुक्न सेलाउनको लागि चाहिँ राखिदिनु होला है त साथीहरू, आगो बन्द गरेर। र सेलाएको हाल्यो भने नै अलिक राम्रो हुन्छ, तातो हाल्नुभन्दा पनि। त्यसै गरी साथीहरू यो आँपलाई यसरी जसरी काट्दा पनि हुन्छ, ऱ्यान्डमली सानो सानो टुक्रा गरेर कुनै रेगुलर साइज छैन, जसरी काट्नु भए पनि हुन्छ। जुन अघि मैले तयार गरेको मसला थियो त्यो मसलालाई मैले एड गरिदिएको छु साथीहरू। त्यसै गरी यहाँनिर मैले 2 ठुलो चम्चाले नुन राखिदिएको छु। नुन चाहिँ अलिक मजाले नै राख्नु होला अचारमा, नुन अलिक राम्ररी नै राखेको राम्रो हुन्छ। त्यस पछाडि साथीहरू हल्दी राखेको छु कलरको लागि, करिब 1.5 चम्चा, रेगुलर चम्चाले 1.5 चम्चा जति हल्दी राखिदिएको छु मैले। र यसै गरी साथीहरू रेड चिल्ली पाउडर एड गरिदिएको छु मैले कलरको लागि। करिब यो चम्चा, सानो चम्चाले 2 चम्चा राखेको छु, तर क्वान्टिटी चाहिँ करिबन 1.5 चम्चा जति होला ठुलो चम्चाले। र त्यसै गरी अघि यो तताएर राखेको तेल थियो नि साथीहरू, त्यसलाई पनि मैले यहाँ माथिबाट राखिदिएको छु। यसलाई चाहिँ मनतातो बनाउनु होला, धेरै तातै चाहिँ राख्नु हुँदैन होइन, धेरै तातो नराख्नु होला। र साथीहरू यसलाई चाहिँ अब राम्ररी चलाइदिनु होला। मजाले चलाइसकेपछि साथीहरू अहिलेसम्म पनि तपाईँले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोला र लाइक, सेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोस् होला है त साथीहरू। यो अचारलाई हेर्नु त मैले राम्ररी मिक्स गरिदिएपछि कस्तो डेलिसियस देखिएको छ। यो चाहिँ डे 1 देखि नै खान मिल्छ। तपाईँले आजदेखि नै अचार बनाएकै दिनदेखि यसलाई खान सक्नुहुन्छ। त्यस पछाडि यसरी कुनै सिसा अथवा प्लास्टिकको राम्रो सफा जारमा यसलाई राख्नुहोला। र साथीहरू तपाईँले अहिलेसम्म मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया पुनः सब्सक्राइब गर्नको लागि अनुरोध गर्दै अर्को भिडियोसम्मको लागि मलाई बिदा दिनुहोस्। हस्त, नमस्ते, जय नेपाल, देशवाला जय नेपाल है त।